स्टार्ट। नमस्कार है। विशेष गरी मेरो फेसबुकको जति पनि मित्रहरू हुनुहुन्छ है, र विशेष गरी आज म मेरो फेसबुकबाट यति बजी यो तपाईँको लाइभ लिएर आएको छु। र विशेष आजको लाइभको विषय चाहिँ के छ भन्दाखेरि स्पेसल इन्टेन्सिभ रिभिजन, जसलाई चाहिँ हामीले एसआइआर है 2026 भनेर अहिले जुन चाहिँ गभर्मेन्ट अफ इन्डियाले विभिन्न कतिवटा राज्यहरूमा एउटा नोटिफिकेसन निकालिसकेको छ, र जसमा चाहिँ हाम्रो बङ्गालमा पनि है यो स्पेसल इन्टेन्सिभ रिभिजन भनेर 2026 स्पेसल इन्टेन्सिभ रिभिजन 2026 भनेर तपाईँको भोलिदेखि सुरु गर्ने तपाईँको एउटा बिएलओको सुरु गर्ने एउटा योजना छ। त्यही विषय कतिवटा यही विषयहरू लिएर तपाईँहरू माझमा है आफ्नो एउटा मन्तव्य र यसमा जानेको र बुझेको चिजहरू जति सक्दो तपाईँहरूलाई म सम्झाउने बुझाउने प्रयास गर्दैछु है। विशेष गरी एसआइआर भन्नाले तपाईँले सिम्पल बुझ्नुहोस्, स्पेसल इन्टेन्सिभ रिभिजन है 2026 है। र यो चाहिँ योभन्दा अगाडि पनि भएको थियो, र योभन्दा अगाडि चाहिँ कहिले भएको थियो भन्दा 2002 मा भएको, र 2002 बाद चाहिँ अहिले आएर 2026 मा एसआइआर जुन चाहिँ 2026 लागू हुने कुरा छ है। र यसमा चाहिँ के छ भन्दाखेरि भोलिदेखि विशेष गरी अलिकति तपाईँलाई पहिला म सेड्युल बताइदिउँ है। भोलिदेखि चाहिँ विशेष गरी हाम्रो हाउस टु हाउस एन्युमरेसन फर्म छ है, जसलाई चाहिँ हामीले एनेक्सर डी एनेक्सर 3 माफ गर्नु होला, एनेक्सर 3 है एन्युमरेसन फेज छ है, जसमा चाहिँ बिएलओहरू प्रत्येक तपाईँहरूको घरमा बिएलओहरू आउने छ है। र बिएलओहरू आएर तपाईँलाई दुईटा कपी फर्म दिनेछ, जुन चाहिँ फर्म चाहिँ तपाईँको यो प्रकारको रहनेछ है, जुन चाहिँ फर्म चाहिँ यो प्रकारको रहनेछ। बिएलओहरू आएर तपाईँलाई घर घरमा तपाईँहरूले दिनेछ, र तपाईँले डिटेल्स चाहिँ तपाईँहरूले भन्नुपर्ने छ। यो भित्र के छ कसो छ त्यो अहिले म बादमा भनौँ है। मेन चाहिँ के छ भन्दा 4 तारिकदेखि तपाईँको 4 नोभेम्बरदेखि लिएर 4 डिसेम्बरसम्म हाम्रो एन्युमरेसन फेज है, जसलाई चाहिँ एनेक्सर 3 भनेर पनि बुझिन्छ है। र यो फर्मको एउटा डिस्ट्रिब्युसन प्रत्येक तपाईँको घर घरमा हुने, प्रत्येक घर घरमा बिएलओ तपाईँहरूको घर घरमा पुग्ने तपाईँलाई जानकारी छ, जसमा चाहिँ 2 कपी फर्म दिनेछ र 1 कपी फर्म चाहिँ बिएलओले उहाँले यो गरेपछि लानेछ है। त्यहाँदेखि तपाईँको के छ भन्दाखेरि यो जब यो एनेक्सर 3 जुन चाहिँ यो एन्युमरेसन फेजको है, यो 4 नोभेम्बर टु 4 डिसेम्बरको जुन चाहिँ यो फेज सकिन्छ है, त्यो फेज सकिएपछि चाहिँ तपाईँको के छ भन्दाखेरि तब चाहिँ एउटा पब्लिकेसन्स अफ ड्राफ्ट इलेक्टेड रोल चाहिँ 9 तारिकको दिन चाहिँ पब्लिस हुनेछ है। 9 तारिकको दिन तपाईँको पब्लिस हुनेछ इलेक्टेड रोल, जुन चाहिँ रोल चाहिँ यो हाम्रो जुन चाहिँ अहिले तपाईँको हाम्रो बिएलओ आएर जति पनि तपाईँको यो डकुमेन्ट्सहरू उहाँले भेरिफाई गर्नुभएको छ, अन द्याट बेसिसमा चाहिँ 9 तारिक डिसेम्बरको दिन चाहिँ तपाईँको त्यो फेजमा चाहिँ सुरु हुनेछ है। र अर्को कुरा के छ भन्दाखेरि 9 तारिकको दिन आएपछि है, अब कतिको नाम आउला र कतिको नाम नआउला है, धेरैको नाम आउला र जसको नाम छुट्नुमा जान्छ है, जसको नाम छुट्नुमा जान्छ उहाँहरूले क्लेम्स एन्ड अब्जेक्सन याद गर्नुहोस् होला। 9 डिसेम्बरमा जुन चाहिँ यो एउटा ड्राफ्ट इलेक्टोरल रोल एउटा पब्लिस हुन्छ, जसमा चाहिँ मानिलिनुहोस् तपाईँहरूको छुट्यो है, तपाईँहरूको भएन अरे है, र नभएपछि चाहिँ तपाईँको के छ भन्दाखेरि क्लेम्स एन्ड अब्जेक्सन्सको एउटा पिरियड छ है, जुन चाहिँ पिरियड चाहिँ तपाईँको डिसेम्बरदेखि लिएर 8 जनवरीसम्म तपाईँहरूले क्लेम्स एन्ड अब्जेक्सन्स गर्न सक्नुहुनेछ है। र अर्को कुरा चाहिँ के छ भन्दाखेरि त्यहाँबाट तपाईँको 9 डिसेम्बरदेखि 8 जनवरी 2026सम्म तपाईँहरूको क्लेम एब्जेक्सन हुन्छ, र तपाईँको एउटा नोटिस फेस हियरिङ एन्ड भेरिफिकेसन चाहिँ 9 डिसेम्बरदेखि लिएर तपाईँको 31 जनवरीसम्म तपाईँको हियरिङ हुने। अब तपाईँहरूको नभएकोले जुन चाहिँ डकुमेन्ट्सहरू मागेको छ है, त्यो बेसिस तपाईँहरूले बुझाएर है तपाईँहरूको हियरिङ्स हुनेहरू कुरा छ। र त्यसले गर्दाखेरि चाहिँ फाइनल इलेक्टोरल रोल चाहिँ तपाईँको 7 फेब्रुअरीमा बनिने कुरा छ है। 7 फेब्रुअरीमा चाहिँ फाइनल इलेक्टोरल रोल पब्लिस हुन्छ है। र त्यसले गर्दाखेरि तपाईँलाई मैले बताइदिएँ यो तपाईँको एनेक्सर 3 जबदेखि चाहिँ तपाईँको बिएलओ घरमा आएकोदेखि लिएर है 4 नोभेम्बरदेखि 4 डिसेम्बरसम्म बिएलओ घर घरमा आउने फर्म दिने, तपाईँहरूकोबाट फर्म रिसिभ गर्ने है, त्यसको पछि अन द्याट फर्म
है को कसको मतलब को त्यसमा भित्र पस्यो अथवा को छुट्नुमा गयो त्यसले गर्दा एउटा ड्राफ्ट पब्लिकेसन्स हुन्छ तपाईको 9 डिसेम्बरमा र त्यो 9 डिसेम्बरको पछि फेरि तपाईको 9 डिसेम्बरदेखि लिएर तपाईको 8 जनवरीसम्म चाहिँ क्लेम्स एन्ड अब्जेक्सन्स है 9 डिसेम्बरदेखि लिएर 8 जनवरीसम्म चाहिँ क्लेम्स एन्ड अब्जेक्सन्स रहन्छ तपाईहरुको मतलब जुन चाहिँ तपाईहरुको क्लेम्स अथवा तपाईहरुको अब्जेक्सन जे जति छ त्यो रहन्छ है र तपाईको साथसाथै हियरिङ एन्ड भेरिफिकेसन पनि 9 डिसेम्बरदेखि 31 जनवरीसम्म 2026 सम्म चल्नेछ र फाइनल इलेक्टोरल 7 फेब्रुअरी 2026 मा पब्लिकेसन हुने भन्ने जानकारी बताइएको छ है अब आउँ कुरा है अब एसआर मा यो तपाईले फेस बुझ्नु भयो है अब एसआर मा आउँ है एसआर मा 2002 मा जसको गार्जियनको नाम तपाईको जसको गार्जियनको नाम 2002 मा छ त्यो अटोमेटिकली उसको नानीहरु त्यो भित्र इन्क्लुड भइहाल्छ है यहाँनिर एउटा कुरा बुझ्नु जरुरी कुरा छ जसको गार्जियनको नाम चाहिँ 2002 मा छ त्यो नानीहरु अटोमेटिकली लिङ्केज हुन्छ है जसरी तपाईलाई अब मैले बताउनु पर्दाखेरि के छ भन्दाखेरि तपाईको जस्तो तपाईको मानिलिनुहोस् एउटा तपाईको यो फर्मलाई यो मैले दुई प्रकारले एउटा फर्म बनाएको छु है तपाईले यहाँ हेर्नुस् होला है मैले दुई प्रकारले यसरी फर्म बनाएको छु है यहाँनिर टुप्पामा तपाईको नामसित आउँछ टुप्पामा तपाईको नामसित आउँछ जस्तो एउटा तपाईको जस्तो मेरो बाबाको नाम आयो मेरो बाबाको नाम यहाँ आउँछ है मेरो बाबाको नाम आएपछि त्यहाँबाट तपाईको यो फर्ममा दिइसकेको छ तपाईको के भन्दाखेरि तपाईको जन्म मिति है त्यो उहाँको जन्म मिति हाल्नु पर्यो है यहाँबाट भनिदिनु पर्यो यहाँबाट जन्म मिति हाल्दिनु पर्यो है त्यहाँबाट आधार नम्बर तपाईहरुकोमा हुन्छ है मोबाइल नम्बर त्यो पनि भइहाल्यो है पिताको नाम अथवा अभिभावकको नाम है पिताको नाम अथवा अभिभावकको नाम भनेपछि मेरो बाबाले यदि भन्दैछ भने मेरो बाजेको नाम हाल्नु पर्यो है त्यहाँदेखि तपाईको पिताको अभिभावकको मतदान परिपत्र यदि उपलब्ध छ भने एउटा कुनै परिचय पत्र दिदा भयो है त्यहाँबाट आमाको नाम हाल्नु पर्यो आमाको मध्ये फोटो परिचय पत्र नम्बर यदि उपलब्ध छ भने उहाँले त्यो हाल्नु पर्यो छैन भने छैन है त्यहाँबाट जीवनसाथीको नाम यदि लागू हुनुहुन्छ भने जीवनसाथीको नाम है त्यहाँदेखि तपाईको जीवनसाथीको तपाईको मतदाता फोटो परिचय पत्र यदि उसको छ भने त्यो दिनु पर्यो है अब एउटा चीज बुझ्नुहोस् तपाईको त्यो चाहिँ के हो भन्दा अब यो फर्ममा आउनुहोस् तपाई यो साइडमा के छ भन्दाखेरि यो साइडमा यो फर्मको यो साइडमा हेर्नुस् है यो साइडमा के छ भन्दाखेरि तपाईको तपाईले यहाँ जुन चाहिँ डिटेल्स हाल्नुहुन्छ है जस्तो डिटेल मेरो बाबाले यहाँ मेरो डिटेल्स हाल्नुहुन्छ र उसको 2002 मा भोट कार्ड छ र भोट कार्ड भएकोले गर्दाखेरि उहाँले फेरि डिटेल्स यो लाइनमा भर्छ सिधा यो लाइन भनौं न यो लाइन सिधा यो लाइनमा उहाँले आफ्नो डिटेल्स दिनुहुनेछ है र यो लाइनमा उहाँको नाम यहाँ भरिन्छ यो यहाँबाट नाम सोधेको छ यहाँ भरिन्छ र यहाँनिर चाहिँ उहाँले आफ्नो यदि छ भने उसको डिटेल्स छ भने उसको आफ्नो नाम छ भने यहाँ भरिन्छ यसको त्यहाँबाट तपाईको मुनि बिएलओको हस्ताक्षर छ है बिएलओको हस्ताक्षर छ उहाँले अपलोड गर्नुहुन्छ यो तपाईले क्लियर बुझ्नु भयो नि त यहाँनिर के मागेको छ यहाँ भर्नुहुन्छ र 2002 मा यदि उहाँको भोटर कार्ड अथवा तपाईको उपलब्धि छ भने उहाँले यो भन्नुहुन्छ है र रह्यो कुरा अब तपाईको आउनुहोस् तपाईको जस्तो अब 2002 मा भोट कार्डमा नाम छैन जस्तो मेरो तपाईको मैले भन्नु पर्दाखेरि म 2000 तपाईको 7 मा 18 वर्ष पुगेको थियो त्यति बेला 2007 मा मेरो तपाईको भोटर कार्डमा नाम आयो भनेपछि मेरो नाम 2002 मा छैन है र मेरो बाबाको नाम छ र मेरो बाबाको नाम भएकोले गर्दाखेरि तपाईको जस्तो मैले चाहिँ के गर्नुपर्छ भन्दा जस्तो यहाँ मैले मेरो डिटेल्स दिए है मेरो डिटेल्स यहाँ भरे है मैले डिटेल्स भरेपछि चाहिँ मैले मेरो बाबाको डिटेल्स चाहिँ यो लाइनमा भर्नुपर्छ यो लाइनमा अघि जसको थियो त्यसले यो लाइनमा भर्यो है त्यसले यो लाइनमा भर्यो र जसले चाहिँ जसको छैन अथवा गार्जियनको छ भने चाहिँ उसले यो नाममा भर्नु पर्यो यो नाममा भन्नु पर्यो है यो नाममा के भन्नु पर्दो रहेछ भन्दाखेरि जस्तो यहाँ सुमित छेत्री भइहाल्यो एक्जाम्पल यहाँ सुमित छेत्री आइहाल्नु भयो त्यसले गर्दा सुमित छेत्रीको यहाँ नाउँ जुन चाहिँ नाउँ छ यहाँनिर चाहिँ महेन्द्र छेत्री आउँछ है महेन्द्र छेत्री आउँछ त्यहाँदेखि तपाईको आफ्नो नाम आफन्तको नाउँमा तपाईको
मतदाताको फोटो चाहिँ पर्छ। बाउको भोटर कार्ड यहाँ हाम्रो जान्छ है, त्यहाँबाट तपाईँको आफन्तको नाममा मेरो जस्तो बाजेको नाम आयो रामबहादुर छेत्री है, त्यहाँदेखि तपाईँको सम्बन्ध के छ, सुमित छेत्री र महेन्द्र छेत्रीको सम्बन्ध के छ भन्दा छोरा, र त्यसले गर्दा यहाँ सन आइहाल्यो, जिल्ला कालेबुङ आइहाल्यो, राज्यको नाम वेस्ट बेङ्गल आइहाल्यो है। एससी भने चाहिँ हामी 22 कालेबुङ कन्स्टिट्युएन्सी पर्छ, यो तपाईँको यहाँ आउँछ है। र यहाँ मुनि तपाईँले याद गर्नुहोस्, यहाँ मुनि लेखिएको छ एससी नम्बर हामी 22 भइहाल्यो है। त्यस्ता 2002 मा तपाईँको 2002 को अलगडा जुन बुथमा हामी भोट हाल्छौँ त्यसको भाग नम्बर 31 रहेछ, त्यसले गर्दा त्यसको भाग नम्बर 31 भयो र क्रम सङ्ख्या भनेपछि सिरियल नम्बर भयो। सिरियल नम्बर तपाईँको के हुन्छ भन्दाखेरि जस्तो मेरो 116 मानिलिनुहोस् 116 थियो है, र त्यसले गर्दा त्यो भएपछि तपाईँको यहाँ हाम्रो अध्यक्ष र यहाँ हाम्रो सिग्नेचर र यहाँ बिएलओको सिग्नेचर। अब तपाईँहरूले बुझ्नु, यो चिज तपाईँहरूलाई अलिक क्लियर भयो होला है। अब यो मैले यसरी बताइदिइहालेँ है। जसको 2002 मा नाम छ उसले यहाँ भर्छ है, जसको गार्जियनको नाम 2002 मा छ उसले यहाँ भर्छ है, उसले यहाँ भर्छ र उसले यहाँ भर्छ है। र त्यसले गर्दाखेरि र उसले यहाँ भर्छ है, जसको तपाईँको 2002 मा तपाईँको नाम छ, जसको 2002 मा नाम छ उसले यहाँ भर्यो, जसको 2002 मा नाम छैन, जसको गार्जियनको नाम छ उसले यहाँ भर्छ है। र विशेष गरी अब याद गर्नुपर्ने कुरा के हो त, अब याद गर्नुपर्ने कुरा के हो भन्दाखेरि यो जुन चाहिँ माथिको पार्ट छ है, यो माथिको पार्ट चाहिँ अकर्डिङ टु 2025-26 जुन चाहिँ अहिलेको रिसेन्ट भोटर कार्डको हिसाबमा हो है। भनेपछि अब इक्जाम्पल तपाईँलाई बताउँ, त्यो चाहिँ के हो भन्दाखेरि जस्तो मेरो घरमा है, मेरो घरमा मेरो दिदी बहिनी है, मेरो दिदी बहिनी पनि छ, मेरो मिसेस पनि छ है। भनेपछि मेरो दिदी बहिनीहरूको पनि त्यति बेला इनरोलमेन्ट भएको थिएन र मेरो मिसेसको पनि त्यस ताकमा 2002 मा नाम थिएन। अब गर्ने के भन्दाखेरि प्रेजेन्ट डेटको हिसाबले एउटा इक्जाम्पल तपाईँलाई दिउँ, प्रेजेन्ट डेटको हिसाबले मेरो एकजना मानिलिनुहोस्, एकजना दिदी तल पोइङमा बिहा भएको छ है। भनेपछि यो अन डेट यो कपीको बेसिसमा बिहाल्नु त उसको घरमा जान्छ र मेरो दिदीले चाहिँ के गर्नुपर्छ भन्दाखेरि जब उसको गार्जियनको नाम भर्छ, गार्जियनको नाम भर्दा चाहिँ उसले माइताको भनौँ न, उसले माइताको अथवा यो अलगडाको घरको जुन चाहिँ हाम्रो 22 कालेबुङ भइहाल्यो, 31 हाम्रो तपाईँको यो पार्ट नम्बर भइहाल्यो, 116 यदि मेरो बाउको भोटर कार्ड 116 सिरियल नम्बरमा छ भने यो बताउनु पर्छ है। र त्यसरी नै जस्तो अहिले मेरो अब मिसेस आयो है, मेरो बाबा मेरो मिसेसको ससुर हो बट नट उसको बाबा होइन, र त्यसले गर्दा उसको बाबाको जुन जग्गामा छ है, उसको बाबाको जुन जग्गामा भोट कार्ड छ उसले त्यहाँको भोट कार्ड र के अरे सिरियल नम्बर र तपाईँको सिरियल नम्बर र त्यो लिएर आउनुपर्छ। तपाईँको सिरियल नम्बर र पार्ट नम्बर त्यहाँको निकाल्नु पर्यो है, सिरियल नम्बर र पार्ट नम्बर निकाल्नु पर्यो र साथसाथै बाउको भोटर कार्ड पनि निकाल्नु पर्यो है। र त्यसले गर्दाखेरि अन द्याट तपाईँको यो डकुमेन्ट मतलब उसको पार्ट नम्बर र सिरियल नम्बरको विशेषमा उसलाई तपाईँको भ्यालिड लिन्छ है। र तपाईँको के छ भन्दाखेरि तपाईँले फेरि मैले तपाईँलाई बुझाउन चाहे है, त्यो चाहिँ के हो भन्दाखेरि जस्तो मेरो दिदी तपाईँको 2007 मा बिहा भएको है, र यो मेरो 2007 मा एउटा बिहा भयो अरे, बिहा भएपछि अहिले वर्तमानमा उसको इलेक्टोरल रोल अथवा भोटर लिस्ट छ उसको पोइङमा है। पोइङमा भएकोले गर्दाखेरि पोइङमा 2002 मा उसको त बाबा त पोइङमा होइन, उसको बाबा त सन्तुक अलगडामा हो। र त्यसले गर्दा उसले चाहिँ के गर्नुपर्छ भन्दाखेरि तपाईँलाई बताउँ कि जब उसको घरमा यो जुन चाहिँ डकुमेन्ट्स लिएर बिहालो घरमा जान्छ र यो डकुमेन्ट चाहिँ 2002 को बेसिसमा होइन, अहिलेको बेसिसमा यो माथिको जुन चाहिँ पार्ट देखिन्छ तपाईँहरूको नामसितै छ, यो क्युआर यो स्क्यानर पनि छ है, नामसितै तपाईँहरूको घरमा जानुहुन्छ। र त्यति बेला जब तपाईँले यो लाइनमा गार्जियनको लाइनमा फर्म भर्दाखेरि चाहिँ तपाईँको माइताको अब त्यति बेलाको माइताको चाहिँ गार्जियनको पार्ट नम्बर र सिरियल नम्बर भर्न जरुरी छ। र त्यसले गर्दाखेरि चाहिँ विशेष गरी यो चिजलाई चाहिँ तपाईँले ध्यान राख्नु पर्यो। र इलेक्ट्रोलले चाहिँ अहिलेदेखिको होमवर्क चाहिँ के गर्नु पर्यो भन्दा हो, भोलिदेखि बिहालो तपाईँहरूको घरमा आउँछ, फर्म आउँछ, फेरि उहाँ 3 पल्टसम्म हुने कुरा छ है। र तपाईँहरूले चाहिँ के गर्नु पर्यो भन्दा तपाईँहरू जुन चाहिँ जग्गाको कन्सर्न जग्गाको हुनुहुन्थ्यो, पहिला तपाईँहरूको म त माइता घर भनौँ न, प्रायः जस्तो छोरी चेलीमा यो चिज देखिँदैछ। तपाईँहरूको माइता घरमा तपाईँहरू जुन प्रकारले माइता घरमा के भन्छ तपाईँहरूको जुन चाहिँ यो बाबाको तपाईँहरूको मतलब
बाबाको है यो भोटर कार्ड अथवा आमाको भोटर कार्ड यो तपाईको कुन कति पार्ट नम्बर कति सिरियल नम्बर त्यो निकाल्नु चाहिँ एकदमै तपाईको यो चीजमा चाहिँ एउटा जरुरी देखियो है। अब तपाईको यदि मानिदिनुहोस् मेरो बाउको थियो है, जसले गर्दा मेरो दिदी बहिनीहरू पनि भयो, मेरो मिसेसको पनि बाउको थियो जसले गर्दा मेरो दिदीहरू बहिनी पनि भयो। अब अहिले मैले तपाईलाई बताएँ जसको भयो कुन प्रकारले भन्ने त्यो बताएँ है। अब जस्तो मानिलिनुहोस् एक दुईवटा केस अहिले हामीले स्टडी गर्दाखेरि के पायौं भन्दाखेरि 2002 कै भोटर लिस्ट चेक गर्दाखेरि 2002 को भोटर लिस्ट चेक गर्दाखेरि के छ भन्दाखेरि तपाईको 2002 को भोटर लिस्ट गर्दा कति जना भोटर छ है, कति जना भोटर छ उसको बाउको आमाको नाम छैन। अब अगाडि डेट भयो होला 96 मै डेट भइसक्यो होला सामाजिक मानिदिनुहोस् 96 सकिएर 2000 मै आमा बाउ दुईजनै बितिसक्नु भयो उसको नाम हट्यो नि त, तर भोटर लिस्टमा छैन है। तर अब अहिलेको प्रेजेन्ट लिस्टमा छ, मतलब अहिलेको भोटर लिस्टमा छ है। अब कति जनाको एउटा यस्तो पनि देख्यौं कि दाजुभाइको नाम दाजुभाइको नाम 2002 को लिस्टमा छ तर उहाँको नाम छैन, तर दाजुभाइ चाहिँ उसको बाउ होइन। र त्यसले गर्दा यो केसमा चाहिँ अब के हुन्छ त भन्दाखेरि पहिला बिएलओले यो जब यो घुमिसकेपछि हाम्रो एउटा जुन चाहिँ 7 तारिखको एउटा ड्राफ्टिङ पब्लिकेसन्सको कुरा छ त्यो पब्लिकेसन हुन्छ। साथै लगातार 7 तारिख बित्ने बित्तिकै है 7 डिसेम्बर तपाईको बित्ने बित्तिकै तपाईको माफ गर्नु होला 9 डिसेम्बरमा तपाईको यो ड्राफ्ट पब्लिकेसन्स हुन्छ है। र 9 डिसेम्बर देखि नै क्लेम्स एन्ड अब्जेक्सन सुरु हुन्छ है। अब यसमा चाहिँ तपाईको के गर्नुपर्छ भन्दाखेरि जो छुट्टिनुमा गयो है, जो छुट्टिनुमा गयो, छुट्टिनुमा जानेहरूले चाहिँ तपाईको एनेक्सर 4 को तपाईको डिक्लेरेसन्स भन्नुपर्छ है। एनेक्सर 4 को डिक्लेरेसन साथसाथै फर्म नम्बर 6 अथवा 8 भन्नुपर्छ है। विशेष गरी फर्म नम्बर 6 भन्नुपर्छ है। तपाईहरुले भर्दाखेरि अब जस्तो तपाईहरुले फर्म भर्नुभयो, तपाईहरुले चाहिँ यो चीज बुझ्नुहोस् कि आफूलाई चाहिँ 2002 मा हामी इन्डियामै थियौ, हामी इन्डियनै हो भन्ने साबित गर्ने कुरामा त्यो यसलाई त्यो लम्बा चौडा नगरेर है। र जसको छुट्नुमा गयो, जसको आएन, जसको नआउँदाखेरि चाहिँ तपाईको के छ भन्दा उसले चाहिँ तपाईको फर्म 6 है, फर्म 6 अथवा फर्म 8 एनेक्सर 4 को चाहिँ एउटा डिक्लेरेसन्स भन्नुपर्छ है। जसमा चाहिँ तपाईको इसीआई इलेक्सन्स कमिसन अफ इन्डियाले चाहिँ विभिन्न प्रकारको तपाईको दस्तावेजहरू मागेको छ। त्यो पनि म तपाईलाई पढेर सुनाउँदैछु है। विभिन्न दस्तावेजहरू मागेको छ। यदि तपाई यो जुन चाहिँ फर्स्ट एमिनेसन फेजको जुन चाहिँ अहिले घर-घरमा आउने बिएलओले जुन चाहिँ के रे यो 2002 लाई लिएर अथवा अहिले घर-घरमा जुन चाहिँ यो फर्म बाँडिँदैछ, यदि यो फर्मबाट छुट्टिनु गएछ भने तपाईले 9 तारिख चाल पाउनुहुन्छ कि म छुटेछु, अथवा त्यति बेला नै तपाईलाई कतिवटा कुरा त बिएलओले भनिदिएको पनि हुन्छ। र छुट्नु गएछ भने चाहिँ तपाईले पर्खेर बस्नु पर्यो, दिन 9 तारिखको दिन पर्खेर बस्नु पर्यो। र 9 तारिखदेखि चाहिँ तपाईले क्लेम्स एन्ड अब्जेक्सन चाहिँ सुरु गर्नुपर्छ है। 9 तारिखको दिन तपाईले क्लेम्स एन्ड अब्जेक्सन सुरु गर्नुपर्छ। र क्लेम्स एन्ड अब्जेक्सन सुरु गरेर चाहिँ तपाईको क्लेम्स एन्ड अब्जेक्सन सुरु गर्नुपर्छ, जहाँनिर चाहिँ तपाईले फेरि यही प्रकारले फर्म 6 भन्नु पर्यो है, अथवा फर्म 8 भन्नुपर्ने जानकारी अहिले तपाईलाई जानकारी दिँदैछु है। र तपाईको यो एनेक्सर 4 को जुन चाहिँ डिक्लेरेसन साथसाथै फर्म 6 र 8 भरेर तपाईहरुले चाहिँ के गर्नुपर्छ भन्दाखेरि अब तपाईहरुलाई चाहिँ डकुमेन्ट्स चाहिँ एउटा इस्युज 11-12 वटा डकुमेन्ट्स चाहिँ अहिले इसीआईले एउटा तपाईको एउटा क्राइटेरिया दिएको छ जुन डकुमेन्ट्समा छिर्नु सकिन्छ इसीआई को है। जुन तपाईहरुले यो 11 वटा मध्येमा एउटा बुझाउनु है, 12 वटा मध्येमा एउटा बुझाउनु भन्ने कुरो छ है। र कुरो भएकोले गर्दाखेरि चाहिँ लिस्ट अफ डकुमेन्ट्स के कस्तो प्रकारको डकुमेन्ट्स एक्सेप्टेबल हुन्छ भन्दा एनी आइडेन्टिटी कार्ड है, पेन्सन पेमेन्ट अर्डर जसलाई पीपीयू भन्छ, इस्युज टु रेगुलर इम्प्लोइ है, इस्युज टु रेगुलर इम्प्लोइ एउटा काम गर्ने मान्छेलाई पेन्सन अफ तपाईको एनी गभर्नमेन्ट र स्टेट को पीएसयू है, कुनै पनि स्टेट गभर्नमेन्ट होस् या सेन्ट्रल गभर्नमेन्टको यदि तपाईहरुकोमा पेन्सन पीपीयू छ भने है, पेन्सन अफ एनी सेन्ट्रल गभर्नमेन्टको स्टेट गभर्नमेन्टको पीएसयू छ भने तपाईहरुलाई एउटा त्यो एक्सेप्ट गर्छ है। र त्यसरी नै तपाईलाई भन्नु पर्दाखेरि 2 नम्बरमा एनी आइडेन्टिटी कार्ड / डकुमेन्ट इस्युज इन इन्डिया बाई गभर्नमेन्ट लोकल अथोरिटी बैंक पोस्ट अफिस एलआईसी पीएसएसयू प्रायर टु 1/7/1987 को अगाडि को यो जुन चाहिँ तपाईकोमा यदि यो 1987 देखिको
यो डकुमेन्ट छ भने तपाईले यसमा तपाईलाई एक्सेप्ट गरिन्छ है। अर्को चिज छ अर्को चिज छ बर्थ सर्टिफिकेट है। बर्थ सर्टिफिकेट यदि तपाईकोमा अब यो चिजहरु छैन र बर्थ सर्टिफिकेट छ भने तपाईलाई बर्थ सर्टिफिकेटमा पनि तपाईलाई एक्सेप्ट गरिन्छ। अर्को चिज छ पासपोर्ट है। यदि तपाईहरुकोमा पासपोर्ट छ भने त्यहाँ पनि तपाईको एक्सेप्ट हुन्छ है। अर्को 5 नम्बरमा छ म्याट्रिकुलेसन्स है। एडुकेसन सर्टिफिकेट इश्युज बाइ रिकग्नाइज्ड बोर्ड अर युनिभर्सिटी। जस्तो क्लास 10 यदि तपाईहरु पढ्नु भएको छ, क्लास 10 पढ्नु भएको छ भने तपाईहरुकोमा एडमिट कार्ड छ, त्यो एडमिट कार्डमा डेट अफ बर्थ आउँछ र त्यो तपाईलाई यहाँ दिनु सक्छ है। 6 नम्बरमा लेखिएको छ पर्मानेन्ट रेसिडेन्ट सर्टिफिकेट इश्युज बाइ कम्प्लिट स्टेट अथोरिटी है। पर्मानेन्ट रेसिडेन्ट सर्टिफिकेट इश्यू बाइ कम्पिटेन्ट स्टेट अथोरिटी है। त्यहाँबाट तपाईको एफआरसी है। एफआरसी भने फरेस्ट राइट सर्टिफिकेट यदि तपाईहरुको नाममा छ है भनेपछि त्यो पनि तपाईले दिनु सक्नुहुनेछ है। अर्को के छ भन्दाखेरि 8 नम्बरमा ओबीसी एससी एसटी और एनी कास्ट सर्टिफिकेट इश्यू बाइ द कम्पिटेन्ट अथोरिटी। तपाईलाई यदि कुनै पनि अथोरिटीले ओबीसी एसटी एससी एसटी सर्टिफिकेट दिएको छ भने त्यसलाई देखाएर पनि तपाईहरु गर्न सक्नुहुनेछ है। त्यसरी नै तपाईको नेशनल रेजिस्टर अफ सिटिजन वेरेभर इट एक्जिस्ट त्यो पनि तपाईले गर्न सक्नुहुनेछ है। र साथसाथै फ्यामिली रेजिस्टर्ड है प्रिपेयर्ड बाइ स्टेट अर लोकल बडी। एउटा फ्यामिली रेजिस्टर्ड प्रिपेयर्ड बाइ स्टेट अर एउटा लोकल बडी है। र अर्को कुरा के छ भन्दाखेरि एनी ल्यान्ड हाउस अलटमेन्ट सर्टिफिकेट बाइ गभर्नमेन्ट। तपाईहरुकोमा कुनै पनि ल्यान्ड सर्टिफिकेटहरु छ है गभर्नमेन्टकोबाट छ भने गभर्नमेन्टले तपाईलाई दिएको छ भने जस्तो घरको नाम घरको कागजहरु तपाईहरुको नाममा छ भने त्यो पनि गर्न सक्नुहुनेछ है। र अर्को चाहिँ छ आधारलाई चाहिँ अहिलेसम्म हामीले जान्दामा आधारलाई चाहिँ एउटा सर्टिफिकेटको रूपमा लेख्छ तर आधार अलङ विथ आधार चाहिँ अझै एउटा सर्टिफिकेट बुझाउनु पर्ने यहाँबाट भनिएको छ। र त्यसले गर्दाखेरि यो जो चाहिँ छोडेको व्यक्तिहरु हुन्छ तपाईहरुले फुर्ताउने घबराउने हैन त्यसको सट्टामा चाहिँ तपाईहरु यो जति हामीले यो ईसीआईले दिएको तपाईले नेटबाट पनि डाउनलोड गर्न सक्नुहुनेछ। ईसीआईले जुन चाहिँ डकुमेन्ट्सहरु दिएको छ त्यो डकुमेन्ट्सलाई मध्ये एउटा डकुमेन्ट्सलाई पेश गरेर तपाईको हियरिङमा तपाईहरु त्यो स्टेसनमा जान सक्छ। र त्यसले गर्दाखेरि विशेष गरी यो एसआईआर को विषयमा तपाईलाई भन्नु पर्दाखेरि है के कसरी भर्ने मैले त्यो पनि बताइदिए कुन कुन हिसाबले भर्ने है र कुन कुन डकुमेन्ट यदि तपाईहरु छुट्टुमा गयो तपाईहरुको नाम छुट्टुमा गयो छुट्टुमा कसरी जान सक्छ भन्दाखेरि तपाईहरुको मेन चीज के छ भन्दाखेरि तपाईहरु मानिलिनुहोस् कुनै जग्गामा काम गर्नु हुँदै थियो तपाईहरु 2003 को बादमा अथवा 4 को बादमा अथवा 5 को बादमा पर्सन यो एउटा कुनै गाउँमा आउनुभयो कुनै गाउँमा आएर तपाईले ट्रान्सफर गराएर त्यो भोटर लिस्ट ल्याउनु भयो तपाईहरुको यहाँ त छैन तपाईहरुको भोटर लिस्ट त 2002 मा अलगडामा पाइँदैन र त्यो जहाँ तपाईहरु हुनुहुन्थ्यो त्यहाँ पाइन्छ है। र त्यहाँको पार्ट नम्बर र सिरियल नम्बर यदि तपाईले निकाल्न सक्नुभयो भने दैट इज गुड है। नत्र फेरि तपाईले फर्म तपाईको एनेक्सर तपाईको 4 को डिक्लेरेशन्स भरेर तपाईको फर्म 6 अनि 8 है तपाईले भर्न सक्नुहुनेछ है। र अर्को मेन इन्ट्रेस्टिङ चाहिँ के हो भन्दाखेरि सबभन्दा ठुलो अब एउटा समरीमा हौ यो चीजलाई है मैले डिटेल्समा बुझे कतिले बुझ्नु भयो होला है। अर्को चीज चाहिँ के हो भन्दाखेरि विशेष गरी याद गर्नुपर्ने चाहिँ बिहा भएको छोरीचेलीहरुको चाहिँ विशेष गरी यहाँ याद गर्ने जग्गा देखिए जस्तो र सिम्पल किन भन्दाखेरि जस्तो मेरो बाबाको जस्तो मलाई म एकदम इजी प्रकारले छिरिहाले मेरो बाबाको छ मेरो बाबाको भएकोले गर्दाखेरि म इजी प्रकारले छिरे तर मेरो दिदी बहिनीहरु जो बिहा भएर गएको छ उनीहरुले उनीहरुको अहिलेको वर्तमान ससुरालीमा चाहिँ माइताको तपाईको यो बाबाको पार्ट नम्बर र सिरियल नम्बर उनीहरुको हुनु पर्यो जहाँ चाहिँ उनीहरु जन्म स्थान हो जहाँ चाहिँ उनीहरुको बाउहरु जन्मेको छ त्यो जग्गा हुनु पर्यो। र त्यसले गर्दाखेरि चाहिँ विशेष गरी त्यो जग्गामा दिदी बहिनीले चाहिँ एकदम याद गर्ने है। र यो जुन चाहिँ बिएलओ तपाईहरुको भिजिटमा आउँछ बिएलओ तपाईहरुको भिजिटमा आको बेलामा चाहिँ तपाईको बिएलओ भिजिटमा आको बेलामा चाहिँ तपाईहरुले उहाँहरुसित बसेर है उहाँहरुसित फर्म भरेर है र तपाईहरुको घरमा जति जना मेम्बर आजको दिनमा वर्तमान हिसाबले छ त्यति नै जनाको तपाईहरुले फर्महरु भर्नुपर्छ है र उहाँले अनलाइन फिलअपहरु गर्नुहुन्छ है। र त्यसले गर्दाखेरि विशेष गरी तपाईहरुलाई है यो एसआर को विषयमा है मैले जे जति तपाईको बुझाउनु थियो है त्यो तपाईहरुलाई मैले एउटा बुझाइदिए। र विशेष गरी के छ भन्दाखेरि यसमा घबराउने काम छैन है घबराउने अत्तालिने काम छैन है। मेन चीज अलिकति बुझाबुझ मात्रै कुरा हो र यसलाई ठूलो त्यो
के भन्छ तपाईँको यस्तो अरे उस्तो अरे भन्ने चिजहरूबाट कम्ती त्यो चिजबाट जोगौँ, अफवाहबाट हामी जोग्यौँ है। अफवाहबाट जोगिनुहोस्। अफवाहबाट जोगिएर चाहिँ जुन चाहिँ रियालिटी जे चिजहरू मागिएको छ अथवा जे चिजहरू यहाँ गर्न मतलब उहाँहरूले एउटा जुन चाहिँ निर्देश गर्नुभएको छ त्यो चिजहरूपट्टि, त्यो फर्म्सहरूपट्टि, त्यो सर्टिफिकेटहरूपट्टि तपाईँहरू जानुहोस् है। र जग्गा जग्गामा विशेष गरी हाम्रो अरू जग्गा त म जान्दिनँ, विशेष गरी हाम्रो 37 नम्बर समष्टिमा भन्नुपर्दाखेरि हामीले जग्गा जग्गामा बिएलओ त छँदैछ, साथसाथै बिएलए बुथ लेभल एजेन्ट पनि राखेको छौँ है। जसले बिएलओसित कन्ट्याक्ट गर्ने छ है। के प्रब्लम्स भयो भने उहाँहरूले एउटा पार्टी लेभलमा पनि तपाईँलाई हेल्प गर्नुहुनेछ है। र विशेष गरी यो हाम्रो सभासदको जुन चाहिँ विशेष गरी दिशानिर्देशमा उहाँले अगावै एउटा निर्देश सबैलाई दिइसक्नु भएको छ। अलरेडी हाम्रोमा बिएलएको नामहरू पनि हामीले डिस्ट्रिक्टमा पठाइसकेको छौँ। त्यसले गर्दा बिएलए पनि तपाईँहरूको माझमा आउनेछ है। र तपाईँहरूलाई के कसो लाग्यो है, तपाईँहरूलाई मतलब केही प्रब्लम छ केही छ भने तपाईँहरूले हाम्रो फोन नम्बर छ, हाम्रो फोन नम्बरमा पनि तपाईँहरूले कन्सल्ट गर्नु सक्नुहुनेछ है। र विशेष गरी यो जुन चाहिँ तपाईँको एसआर जुन प्रकारले अब भोलिदेखि अब यसको एउटा तीव्र गतिमा पक्रिनेछ, घर घरमा पक्रिन्छ। त्यसले गर्दाखेरि विशेष गरी म यति नै अनुरोध गर्न चाहन्छु जति पनि दिदीबहिनीहरू छ है, जो स्पेसली अहिले तपाईँको माइतामा अहिले प्रायः जस्तो ससुरालीमा हुनुहुन्छ अथवा प्रायः जस्तो ससुरालीमा हुनुहुन्छ है, उहाँहरूलाई एउटा रिक्वेस्ट छ, उहाँले चाहिँ आफ्नो त्यो एरियाको त्यस 2002 को तपाईँको पार्ट नम्बर र आफ्नो गार्जेन आमा अथवा बाबाको एउटा सिरियल नम्बर तपाईँहरूले पाउनु सक्नुभयो भने है, तपाईँले त्यति चिज चाहिँ म्यानेज गर्यो भने चाहिँ तपाईँलाई एकदमै सहज भएर जान्छ है। र तपाईँहरूलाई आशा राखौँ है, तपाईँहरू जतिजना पनि यो विषयमा तपाईँहरू जतिजनालाई पनि मैले मेरो लाइफबाट सम्झाएँ, बुझाएँ है र बुझाउनु ट्राई गरेँ है। र तपाईँहरू कतिजना लाइफमा जोड दिनुभयो, तपाईँहरूलाई धन्यवाद दिँदै है। कुनै पनि अब्स्टिकल परेको खण्डमा तपाईँहरूले सोझै हामीलाई सम्पर्क गर्नु सक्नुहुन्छ। तपाईँहरूको क्षेत्रमा एरिया मेम्बर्सहरू छ होइन, र तपाईँहरूले सबैलाई उहाँहरूलाई पनि एउटा सम्पर्क गरेर हामी एउटा टचमै डिपार्टमेन्टसित बसेर है, को छुट्टीमा गयो त्यो चिजहरू पनि निकाल्नु एकदम जरुरी छ है। जसको गार्जियनको नाम छ त्यसको कुनै झमेलै छैन है, र जसको 2002 मा नाम छैन है, उहाँहरूले झमेला केही छैन, उहाँले फर्म भर्नु पर्यो र यो चिज मागेको डकुमेन्ट्सहरू मध्येमा एउटा डकुमेन्ट्स दिनु पर्यो है। र यति भन्दै है विशेष गरी तपाईँहरू माझमा है यो लाइफमा आए है, तपाईँहरूले पनि सुनिदिनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै है मेरो लाइफलाई पनि यहीँ टुङ्गाउन चाहन्छु। धन्यवाद है, शुभरात्रि।